सुकुम्बासी बस्तीमा उठीबास लाग्ने भएपछि 19 वर्षीय रबिन तामाङले गरे आत्महत्या। बुवा भन्छन् छोरा पनि गुमाए, घरबास पनि उठीबास लाग्यो। सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयपछि उत्पन्न मानसिक रबिन तामाङ 17 वर्षीय युवक हुन्। उनलाई मनपर्ने र्यापर बालेन शाह जो मेयर बनेको उसलाई एकदमै मन परेको थियो। उनी खुसी थिए। उनी जस्तै र्याप गीत मनपर्ने, अझै र्याप गीतै गाउने एकजना व्यक्ति चाहिँ मेयर बनेको थियो। रुटिन अफ नेपाल बन्दमा बालेन शाहले गरेको विकासको काम देखेर रबिन एकदमै खुसी थियो। उसलाई लागेको थियो कि अब आफ्नै देश नेपाल पनि एकदमै राम्रो हुनेछ, विकसित हुनेछ। रबिन तामाङलाई बालेन शाह एकदमै मनपर्छन्। सामाजिक सञ्जालले भनेको जस्तै भ्रष्टाचारी नेताहरूले बालेन शाहलाई काम गर्न नदिएको भनेर उनको बुझाइ थियो र यो सोच्दाखेरि बालेन शाह जस्तो युवा स्ट्रक्चरल इन्जिनियर र्यापरलाई काम गर्न नदिँदाखेरि रबिन शाह पनि कहिलेकाहीँ मुरमुरिने गर्थ्यो। यसै श्रृङ्खलामा ऊ जस्तै उमेर समूहहरूको आन्दोलन भयो, जुन आन्दोलनलाई जेन्जी आन्दोलन बन्यो। जेन्जी आन्दोलन भ्रष्टाचार विरुद्ध थियो र ऊ जस्तै साथीहरूको भाद्र 23 गते मृत्यु भइसकेपछि ऊ पनि 24 गते अगाडि गएर लडेको थियो। ऊ पनि भ्रष्टाचारीहरूको घर खोज्दै खोज्दै हिँडेको थियो र देशलाई भ्रष्टाचारबाट स्वतन्त्र गराउन उसले पनि प्रयास गरेको थियो। यो सबै भत्केपछि के गर्ने त भन्दाखेरि उसले पनि सोचेको थियो अब बालेन्द्र शाह हाम्रो प्रधानमन्त्री बन्नुपर्छ। उसलाई बालेन्द्र शाहसँग अथाह प्रेम छ, अथाह आशा छ, अथाह भरोसा छ। जेन्जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भइरहँदा त्यसपछिको चुनावमा बालेन्द्र शाहले जितोस् भने रबिन तामाङलाई एकदमै लागेको थियो। भए पनि त्यस्तै उनको मनपर्ने नेता बालेन्द्र शाहले केपी ओली जस्तो नेता विरुद्ध चुनाव लडेर जितेका थिए। चुनावको बेलामा रबिन तामाङको मन छुने कुरा भनेको चाहिँ झापाको सुकुम्बासीहरूलाई भेटेर बालेन्द्र शाह र उसका सहयोगीहरूले सुकुम्बासी हामी कहिले भत्काउँदैनौँ, हामी त व्यवस्थित गर्छौँ भनेको कुरा अझै मन परेको थियो। तपाईँहरूको त पहिलादेखिको 50 वर्ष भइसक्यो तपाईँले यहाँ बसिराख्नु भएको, तपाईँहरूलाई त पूर्जा अहिलेसम्म दिनुपर्छ भनेर नै हेर्न आएको हो, दुःख पाउनु भयो। अहिलेदेखि नै बसेको त हामी यहाँ अब यहीँ बुढाबुढी भइसक्ने अब आरामै छ हामीलाई होइन, त्यसरी उठाएर हामी कहाँ जानु? तपाईँहरूले त पाउनुहुन्छ र पाउनु पनि पर्छ भनेर नै हामीले पाउनै पर्छ। अनि हामी चाहिँ काठमाडौँ महानगरमा गइसकेपछि काठमाडौँ पनि तपाईँहरू जस्तै 4000 देखि 5000 मान्छेहरू छन्, उनीहरूको लागि भनेर हामीले सम्झौता पनि गरिसकेको छ, तर अरू सरकारहरू भएर उनीहरूलाई कुरा अगाडि नबढाइदियो। यही कारण पनि रबिन तामाङले बालेन्द्र शाहलाई आफ्नो नेता, आफ्नो फेभरेट र्यापर मात्रै होइन, आफ्नो मुक्तिदाताको रूपमा हेरिराखेको थियो। अझै बालेन्द्र शाहकै पार्टीका सभापति रवि लामिछानेले त छाती थाप्न आउँछु कसैले डोजर चलायो भनी भनेका थिए। यो कारणले पनि रबिन तामाङले सोचेको थियो अब हाम्रो दुःखको दिन गए, अब हामी सुखमा जिउनेछौँ। हाम्रो लागि मुक्तिदाता बालेन्द्र शाह आइसकेका छन्। बालेन्द्र शाहसँगै रबिन तामाङलाई अर्को एकजना नेता पनि खुबै मन पर्न थालेको थियो। ती नेता थिए सुदन गुरुङ। सुदन गुरुङ पनि ठ्याक्कै ऊ जस्तै थियो, जसलाई नेपाली राम्रोसँग पढ्न आउँदैन, जसले पहिला डिजेको काम पनि गरेका थिए, जसले बिबोइङ पनि गर्थे। रबिन तामाङलाई लाग्थ्यो सुदन गुरुङ बालेन्द्र शाह त ठ्याक्कै म जस्तै छ, यिनीहरू चाहिँ मेरो फेभरेट नेताहरू हुन्। अझै रबिन तामाङलाई कुन बेला अचम्म लाग्यो भने जब बालेन्द्र शाहले सुदन गुरुङलाई नै गृहमन्त्री बनाए। रबिन तामाङ खुसी भए। सुदन गुरुङ गृहमन्त्री हुन साथ नै केपी ओलीलाई जेल हाल्दाखेरि त झन् रबिन तामाङ खुसी भएको थियो। उसलाई लागेको थियो भ्रष्टाचारीहरूलाई जेल हालिँदैछ, जेन्जी आन्दोलनमा ऊ जस्तै साथीहरूलाई मार्नेहरूलाई जेल हालिँदैछ। सँगसँगै सुदन गुरुङले अरू विभिन्न भ्रष्टाचारको फाइलहरू खोल्दैछ भनेर सुनेर त उसलाई लागेको थियो अब देश रातारात स्विजरल्यान्ड बन्नेछ। तर एक दिन सुदन गुरुङको सम्पत्तिको विवरण देखियो र रबिन तामाङको मनमा थोरै ठेस बस्यो। उसलाई कता कता लाग्यो कति सुदन गुरुङ नेता हुनुभन्दा अगाडि नै भ्रष्टाचारी त होइनन्, तर पनि उनले डिजेका काम गरेका थिए, उनले एनजिओ चलाएका थिए र उनको विभिन्न कम्पनीहरूमा सेयरमा लगानी पनि थियो। यो देख्दाखेरि चाहिँ रबिन तामाङलाई लाग्यो ओहो युवा उमेरमा यस्तो करोडपति हुनु त राम्रो कुरा हो त, म पनि सुदन गुरुङ जस्तै भन्छु। कता कता उसलाई लागेको थियो म पनि अब डिजेको काम सुरु गरौँ कि क्या हो। तर वैशाख 9 गतेको दिन सुदन गुरुङको व्यापक आलोचना भइसकेपछि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई चिठी नै लेखेर सुदन गुरुङलाई हटाउन माग गरेका थिए। त्यही कारण पनि सुदन गुरुङले आफै राजीनामा दिए र उनले भने म माथि छानबिन होस्,
यो देखेर उलाई सुदन गुरुङ झनै मन पर्यो। रबिन तामाङलाई सुदन गुरुङको सम्पत्ति कसरी आयो भनेर कुनै व्याख्या चाहिँदैन। सुदन गुरुङ बालेन्द्र शाह जस्तो नेताले कहिले गल्ती गर्नै सक्दैन। यही 9 गतेको दिन बालेन्द्र शाहले गृह मन्त्रालयलाई आफ्नै अन्डरमा राखे र सुरक्षा निकायका सबै मानिसहरूलाई बोलाएर सुकुम्बासी बस्ती जति सक्दो चाँडो हटाउन भनेर निर्देशन दिए। यो कुराले चाहिँ रबिन तामाङ निकै चिन्तित भए। उसको मुक्तिदाता जसले बाचा गरेको थियो चुनावको समयमा कि सुकुम्बासी बस्ती हटाइँदैन, यसलाई व्यवस्थित गरिन्छ भनेर, त्यही नेताले उसको भर अब भत्काउन लागेको थियो। अरू सबैको लागि त रबिन तामाङ सुकुम्बासी थियो होला, तर रबिन तामाङको लागि त्यो आफ्नै पहिचान थियो, जुन पहिचानसँग ऊ खुसी थिएन त्यति धेरै। सामाजिक सञ्जालमा सुकुम्बासीहरूलाई हुकुमबासी भनेर निकै प्रचार भइराखेको थियो। त्यो कारणले पनि रबिन तामाङलाई मनमा कयौँचोटि ठेस लागेको थियो। उसले सामाजिक सञ्जाल खोलेर सुकुम्बासीको विरोध हेर्नै सक्दैन थियो, तर उसलाई कता कता मनमा विश्वास थियो कि बालेन्द्र शाहले उनीहरूलाई मुक्ति दिनेछन्, उनीहरूलाई हटाउने छैनन्, व्यवस्थित गर्नेछन्। तर त्यही मुक्तिदाता नेताले उनीहरूलाई हटाउने निर्णय गर्दाखेरि रबिन तामाङ मनैदेखि टुटे। अन्ततः रबिन तामाङले कुनै निर्णय लिन सकेनन्। सामाजिक सञ्जालमा आफ्ना जेन्जी साथीहरू जस्तै आफ्नो पीडा पोखौँ भने हुकुमबासी, तिमीहरू चोरहरू हौ, तिमीहरू झोलीहरू हौ भनेर गाली खाने डर। बालेन्द्र शाहको चुनावी समयमा सुकुम्बासीलाई व्यवस्थित गर्ने भनेर दिएको बयानमा उनले फेरि पनि कहिले केही बोलेनन्। कतैबाट केही आशा नआइसकेपछि रबिन तामाङ हरेस खाए। उनको बुढो उमेरका बुवालाई उनले कुनै सुख दिन नसक्ने जस्तो उनले ठाने। 17 वर्षको नवजवानले केही सोच्न नसकेपछि आफ्नै मुक्तिदाता बालेन्द्र शाहबाट पनि धोका पाइसकेपछि सुसाइड गर्ने निर्णय गरे। अन्ततः उनी आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए। रबिन तामाङले आफूले अन्तिम सास फेर्दै गर्दाखेरि के सोचे होलान्? उनी सम्झे होलान् बालेन्द्र शाह र उनका सहयोगीहरूले झापाको सुकुम्बासीमा गएर दिएको बयान, सुकुम्बासीलाई हामी व्यवस्थित गर्छौँ, सुकुम्बासीलाई हामी हटाउँदैनन्। उनले सम्झे होलान् रवि लामिछानेले छाती थाप्न आउँछु भनेको त्यो भाषण। रबिन तामाङ पनि जेन्जी नै थियो। जेन्जीको हत्या गरेको कारण केपी ओलीलाई जेल हालियो, तर रबिन तामाङ जस्तो जेन्जीलाई सुसाइड गर्न बाध्य बनाउने सरकारलाई चाहिँ कुन चाहिँ सजाय हुन्छ होला? कि रबिन तामाङको मृत्युको कुनै मोल छैन? कि 17 वर्षको युवक जेन्जी हुनको लागि पहिला धनी हुनुपर्छ? गरिबहरू चाहिँ जेन्जी हुँदैनन्। सायद रबिन तामाङको गल्ती यही थियो। रबिन तामाङ सुकुम्बासी थिए, त्यही कारणले उनी जेन्जी होइनन्। त्यही भएर त उसको सुसाइडलाई कसैले वास्तै गरेनन्। कतिपय मानिसहरू रबिन तामाङ जस्तो जेन्जीको मृत्युलाई सामान्यीकरण गर्छन् र 1-2 जनाको मृत्यु सुसाइड त सामान्य त हो भनेर मान्छन्। सायद जेन्जी भनेको धनी मात्रै होला, गरिबहरू र सुकुम्बासीहरू जेन्जी हुन पाउँदैनन्। यसै गरी अर्को पात्र छन् मानबहादुर राई। मानबहादुर राई टेकुको सुकुम्बासी बस्तीमा बस्थे। उनी 61 वर्षका भए। उनी तरकारी बजारमा काम गर्छन्। उनले दिनभरि कमाएर परिवारलाई पाल्ने गर्छन्। उनीसँग सम्पत्तिको नाममा केही छैन र त्यही सुकुम्बासी बस्तीमा उनले आफ्ना परिवारलाई पालेका छन्। उनलाई पनि कता कता लाग्थ्यो कि आफू गरिब हुनु र आफूले जिन्दगीमा प्रगति गर्न नसक्नुको एउटा कारण भ्रष्टाचारी प्रणाली पनि हो। र बालेन्द्र शाह, रवि लामिछाने जस्ता नेताहरू आइसकेपछि उनी जस्ता गरिब सुकुम्बासीहरूले मुक्ति पाउँछ भन्ने उनलाई पनि लागेको थियो। र उनलाई कतै पनि लागेको थिएन कि नयाँ बनेको सरकारले उसको घर भत्काउन आउनेछ भनेर। अझै उनलाई के कुरामाथि चाहिँ आशा थियो भने चुनावको समयमा रवि लामिछानेले कसैले सुकुम्बासीको बस्तीमा डोजर चलाउन आयो भने म छाती थाप्छु भनेका थिए। त्यही कुराले उनलाई आड भरोसा दिएको थियो। मानबहादुर ढुक्क थिए, तर वैशाख 12 गतेदेखि सुकुम्बासीमा डोजर चल्न थालेपछि उसलाई कता कता मनमा चिसो त पसेको थियो, तर उसलाई के लागेको थियो भने उसको घर चाहिँ भत्काउँदैन होला जस्तो लागेको थियो। र सुकुम्बासी बस्तीमा डोजर चलेको त अब रवि लामिछानेले थाहा पाइसके, अब छाती थाप्न आउँछन् र हामीलाई बचाउँछन् भन्ने उसलाई पूर्ण विश्वास थियो। वैशाख 18 गते त्यो भएन। मानबहादुर राईको सुकुम्बासी बस्तीमा पनि डोजर चल्न सुरु भयो। मानबहादुर राईले कुनै निर्णय लिनै सकेनन्।
अब यो परिवारलाई कहाँ लगेर राख्ने, कोठा भाडा कसरी तिर्ने, खाना बस्ताको व्यवस्था कसरी गर्ने। उसको एउटा छाप्रो थियो जहाँ उसले शिर लुकाउने गर्थे। त्यही छाप्रो पनि अब भत्किने भएको थियो। छाती थाप्न आउने नेताहरू कतै हराएका थिए। अन्ततः मानबहादुर राईले पनि सबै कुराबाट हरेस खाएर बागमती नदीमा हाम फालेर आत्महत्या गरे। मानबहादुरले अन्तिम सास फेर्दै गर्दा के सोच्यो होला? उसले सम्झ्यो होला रवि लामिछानेले छाती थाप्न आउँछु भनेको त्यो भाषण। उसले सम्झ्यो होला बालेन्द्र शाह र उसको सहकर्मीहरूले झापाको सुकुम्बासीमा गएर भनेको त्यो बाजा। यो कथाहरू त प्रतिनिधि पात्र मात्रै हुन्। अहिलेसम्म 2 जनाले आत्महत्या गरिसकेका छन्, अझै कतिले गर्न बाँकी छ। यसरी भत्काउने क्रम जारी हुँदै गर्दाखेरि एकजना जेन्जी घाइते कहाँ पनि अब सरकार जान लागेको छ। निश्चल थापा जो जेन्जी घाइते हुन्, उनले 23-24 को आन्दोलनमा गोली खाएका थिए। उनको बाबाको निधन 5 वर्ष अगाडि भएको थियो। उनी पनि बालेन्द्र शाह प्रधानमन्त्री बनेको हेर्ने खूब रहर गर्ने मानिस हुन्। भ्रष्टाचारी सरकार भनेर जसले भनेका थिए उनीहरू विरुद्ध लड्नलाई फ्रन्ट लाइनमा गए, गोली खाएर घाइते भए। आज उनी आफै कमाउन सक्ने अवस्थामा छैनन्, राम्रोसँग हिडुल पनि गर्न सक्दैनन्। तर जुन सरकार बनाउनको लागि उनी लडेका थिए त्यही सरकारले आज उसको घर भत्काउँदैछ। जसलाई आन्दोलन गरेको हैन, जसले चेन्ज ल्याउँछ भने आन्दोलन गरेको उसले नै घर उठिरहेको। उनले पनि आत्महत्या गर्न सक्थे, तर उनले आफ्नो परिवारका अरू सदस्यहरू झन् कमजोर हुन सक्ने देखेर आत्महत्या गरेन। खैर, जेन्जी घाइते त हुन्, उनी साहसी रहेछन्, तर आज आफ्नो घरमा आफ्नो सामानहरूको पोका पन्तेरो बनाएर उनी डोजर आएपछि निस्किनको लागि तयार छन्। सामाजिक सञ्जालमा यस्तो बढ्दो अपमान सुकुम्बासी विरुद्ध फैलाइएको छ कि उनीहरूले कोठा पाउन पनि गाह्रो छ। आर्थिक रूपमा त उनीहरू कमजोर नै थिए, तर सामाजिक सञ्जालमा सामाजिक रूपमा उनीहरू विरुद्ध जसरी तिरस्कार फैलाइएको छ यसले झन् उनीहरूलाई भित्रैदेखि टुटाएको छ। सुकुम्बासीहरू विरुद्ध सरकारको यो अमानवीय कार्य विरुद्ध सुकुम्बासीहरू अहिले आन्दोलनरत छन्, ठाउँ ठाउँमा आन्दोलन गरिरहेका छन्। नेतृत्वमा 19 जना मारेको गलत हो भने तपाईको नेतृत्वमा 3 जना मरेको र संघीय विधानसभाको जिम्मा कसले लिने? एमाले कांग्रेस माओवादी पुरानो दलको घर छानी छानी आगो लगायो। भोलि त्यही कुरा सुकुम्बासीले तिम्रो कार्यकर्ता माथि भयो भने के गर्ने? तपाईले जसरी मान्छेको घर छानी छानी टार्गेट बनाएर आगो लागेको थियो, फेरि सुकुम्बासीले तपाईलाई पनि टार्गेट गर्नु नपरोस्। हामी भन्न चाहन्छौँ, हाम्रो घर नै रहेन भने, हाम्रो बास नै रहेन भने, हाम्रो गाँस नै रहेन भने, हाम्रो बाँच्ने अधिकार नै कुण्ठित भयो भने हामी आन्दोलन हदसम्म गर्नेछौँ, हदसम्म जानेछौँ, एकमुठी प्राण रहिन्जेलसम्म आन्दोलन गर्नेछौँ। 2 जनाले ज्यान गुमाइसके। निश्चल थापा जस्ता साहसिक घाइतेहरू आफ्नो परिवारको लागि बाँचिरहेका छन्। खैर, कति सुकुम्बासीले चाहिँ ज्यान गुमाउनु पर्ने हो आफ्नो हक र हितको लागि। यहाँ एउटा प्रश्न उठेको छ, सहर सुन्दर बनाउनको लागि सुकुम्बासी बस्ती हटाउनु पर्यो। आखिर यो सहर चाहिँ कसको लागि हो? सहर सुन्दर हुन्छ चाहिँ कसरी? सहर सुन्दर चाहिँ सहरको मानिसहरू सबै खुसी भएर हुन्छन् कि सहरको सुकुम्बासी बस्ती हटाएर गरिबहरूलाई सहर निकाला गरेर त्यहाँको भौतिक पूर्वाधारलाई सुन्दर बनाएर चाहिँ सहर सुन्दर देखिन्छ? हिजोको दिनमा जेन्जी आन्दोलन हुँदाखेरि सिंहदरबार जलाइयो र भनियो जनताको मूल्य बराबर सिंहदरबारको मूल्य छैन। तर आज सुकुम्बासीले बसेका जग्गाको मूल्य चाहिँ सुकुम्बासीका जनताभन्दा धेरै भयो। चुनावपछि बनेको नयाँ सरकारका धनाढ्य मन्त्रीहरू, धनाढ्य सांसदहरूले सायद यो गरिबीको कथा, यो गरिबीको व्यथा बुझ्दैनन् होला। तल बसेका भुइँ मान्छेहरूको पीडा उनीहरूले बुझ्दैनन् होला। त्यही भएर नै आज भत्काइरहेछन् गरिबको टहराहरू, लखटिरहेछन् सुकुम्बासीहरूलाई। खाना पनि खानु भएको छ? पैसा कौडी केही छैन। राति रोडमा सुत्यो, एउटा एकजनाले मोबाइल चोरेर लगिसक्यो।